अजय नामका एकजना माछुवारा थिए। उनी प्रत्येक दिन नदीमा माछा मार्थे र बजारमा लगेर ती माछाहरू बेच्थे। त्यही दैनिक आम्दानीबाट उनको परिवार चल्थ्यो। एक दिन उनले सोचे, आज म सधैँभन्दा अलि टाढा गएर माछा मार्छु, ताकि धेरै माछा समात्न सकौं। त्यस दिन आश्चर्यजनक रूपमा उनले धेरै माछा समाते। यति धेरै माछा थिए कि उनको सानो डुङ्गामा ठाउँ कम पर्न थाल्यो। त्यसपछि उनले केही माछा सानो जालमा राखे र त्यो जाललाई डुङ्गासँग बाँधे। जाललाई पानीमा छोडे ताकि जाल डुङ्गासँगै चलिरहोस्। माछाहरू देखेर माछुवारा धेरै खुसी भए र खुसी-खुसी घर फर्कन लागे। तर जब उनी नदीको किनारमा पुगे, उनको खुसी एकाएक दुःखमा बदलियो, किनकि उनले देखे डुङ्गासँग बाँधिएको माछाको जालभित्र आधाभन्दा बढी माछा खाइसकेका थिए। मित्रहरू, हाम्रो जीवनमा पनि अक्सर यस्तै हुन्छ। हामी सोच्दछौँ कि धन सम्पत्ति, राम्रो जागिर, उच्च पद हामीलाई सन्तुष्टि र शान्ति दिनेछ। तर जब यी सबै पाएपछि पनि साँचो शान्ति र सन्तोष पाउँदैनौँ, त्यसबेला हामी दुःखी र निराश हुन्छौँ। यसको कारण हो हाम्रो प्राण र आत्माको असन्तुष्टि र अशान्ति। त्यसैले आवश्यक छ कि आज हामी केवल बाहिरी सफलताका लागि होइन, तर आफ्नो प्राण र आत्माको साँचो शान्ति र सन्तुष्टिका लागि प्रयास गरौँ। बाइबलमा मत्ती रचित सुसमाचार अध्याय 16 पद 26 मा यस्तो लेखिएको छ, यदि कुनै मानिसले सारा संसार प्राप्त गरोस् तर आफ्नो प्राण गुमाओस् भने उसलाई के लाभ हुन्छ? आउनुहोस्, आज हामी सबै यो निर्णय गरौँ कि सबैभन्दा पहिले आफ्नो प्राण र आत्माको ख्याल राख्नेछौँ।